Hi everyone, I am here to welcome back with you another episode of Betini Vlog. So आज पनि म तपाईहरु समक्ष चाहिँ न्यू डे न्यू भ्लग को साथमा आइसकेको छु. सो तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ डाँडा गाउँको भ्यूहरु as you can see. So ल खिचौँ है खिचौँ. ल ट्याक्क घाम पनि अस्ताउन लागिरहेको छ. सो यतातिरको भ्यूहरु पनि त्यतिकै छ. पानी पनि पुरा त्यो त पुरा पानी पर्लास्तो नि भइरहेको छ as you can see. This is the next video. This is the next day guys. So हिजो चाहिँ म विशेष गरी एउटा पार्टीमा गएको थिएँ. सो मैले त्यहाँ नै भ्लगको इन्ट्रो गरेको थिएँ, सुरु गरेको थिएँ भने आज चाहिँ नेक्स्ट डे भइसकेको छ. यतिखेर चाहिँ लगभग 11:30 जति भइसकेको छ. म चाहिँ बिहान लगभग 10 बजेतिर उठेँ किनभने मलाई अलिकति अनवेल फिल भइरहेको थियो. अनि सो यतिकै बसिरहेको. अनि अर्को च्यानलमा हाल्नको लागि, अर्को दुईटा च्यानलमा हाल्नको लागि चाहिँ भिडियो हाल्न लागि मस्त एडिट गर्दा 1.5 घण्टा बितिसकेको छ. सो अहिले चाहिँ 11:30 भइसकेको छ साथीहरू. सो त्यही हो अब आजको डेली भ्लग हैन, हिजोदेखिको 2 दिनको भ्लग म अहिले बनाउँदैछु. सो यो भ्लग बनाउँदै गर्दाखेरि पनि यो बेतिनी भ्लगमा चाहिँ म ग्यापिङ भइरहेको अवस्था छ किनभने कहिलेकाहीँ अलिअलि फेरि अलिकति सन्चो नभएको कारणले गर्दाखेरि पनि अलिकति रेस्ट लिनुको भन्ने हिसाबले चाहिँ मैले भ्लगको लागि चाहिँ अलिकति बिट मारेको थिएँ हैन, अलिकति ग्याप राखेको थिएँ भने अब चाहिँ म दैनिक रूपमा तपाईँहरू समक्ष चाहिँ म भ्लग लिएर आइ नै रहनेछु, भिडियो लिएर आइ नै रहनेछु. जुन भिडियो हेर्दाखेरि तपाईँहरूलाई नि एउटा मोटिभेसन हैन, यो गरौँ भन्ने खालको अनि मेरो डेली एक्टिभिटीहरू देखाएर तपाईँहरूलाई भरपुर इन्टरटेन दिलाउने नै छु साथीहरू. सो त्यही हो. तपाईँले देख्न सक्नुहुन्छ म चाहिँ यहाँ भर्खर अघि 1.5 घण्टा पहिला उठेको. अनि यहाँ ट्याक्कै बेडमै बसेर मस्त म भिडियो एडिट गर्दै थिएँ. अर्को 2टा च्यानल पनि छ गाइस. सो मेरो ब्याकअप च्यानल 2, 3, 4वटा जति नै छ. सो त्यही हो, 3 च्यानलहरू पनि उठ्दैछ. सो यो चाहिँ मेरो भ्लग च्यानल रहेको छ साथीहरू. सो तपाईँहरूले चाहिँ हिजो अस्तिको भिडियोहरू हैन, अस्तिको पहिला राखेको भिडियोहरू मन पराइदिइरहनु भएको कारणले गर्दाखेरि म तपाईँहरू समक्ष चाहिँ भिडियो लिएर आउने एउटा जोस र जाँगर मिलेको छ. अनि अब चाहिँ म तल बुढी चाहिँ ग्यारेजमा लुगा धुँदैछिन्. बुढीलाई म हल्का रियाक्ट गर्नेवाला छु. सो के भन्छन् त है त, हेरौँ है त बुढीको प्रतिक्रिया. ट्याक्क हामीले चाहिँ लुगा धोएर नि सक्यौँ. अनि मैले पनि धर्का आज मस्त तलले बिहानदेखि नै हामी लुगा धुन आएका थियौँ यहाँ तल चाहिँ. सो हाम्रो लुगा धुने ठाउँ चाहिँ यहाँ तल रहेको छ. सो ग्यारेजमा. अनि त्यहाँबाट के छ त बुढी, आज त बुढाले लुगा धुन सकाएको छ बिहानैदेखि. ठिक छ थाहा छैन. म त भर्खर उठेर आज दाइजहरू. सो म त लास्टै अल्छी हो कि. अहिले चाहिँ लगभग 11:30 जति भइसकेको छ. 11:30 बजीसम्म म खानै नखाइकन मस्त बिहान के अरे हिजो बेलुकैदेखि सुतेको. अहिले भर्खर उठेर आएको छु. सो अलिकति ज्यानमा सन्चो पनि छैन. त्यही भएको हुनाले अलिकति अनवेल फिल भइरहेको कारणले गर्दाखेरि म भर्खर उठेर आएको छु. अनि बुढीले चाहिँ यहाँ 2 बाटा लुगा मस्त धोयो अरे. अनि त्यही भएको हुनाले बुढी पुरा फायर अघि थिएँ नि त. हो ल यता पनि लुगा तपाईँले देख्न सक्नुहुन्छ. यता अलिकति बाँकी नै छ. सो त्यही हो, आजको भिडियो पनि हेर्दै गर्नु होला.